Welcome back. जङ्गलमा रुख नभए के हुन्छ म बाघ भालु मजाको घाम लाग्यो नि हामी होमबुस आइपुग्यौँ साधनालाई कुर्दैछौँ त 2 बजेसम्म आउँछ फाइनली सी इज हियर ल आमा छोरीको नि भेट भयो फोटो खिच्नु मन लाग्दैन भाइ खिच्दिन भन्नु म त केही बोलिनँ मोटीवाला कुरामा ल अब खेल्नु पर्छ गाइजहरू यो चाहिँ ट्राई गर्नुपर्छ यो डल जिग्नीवाला त्यस्तै हो अनि यता ए टाइम भयो भयो ओके किन छोडियो त ल ममले जित्नु भयो हामीभन्दा धेरै बधाई हो मेरोमा के हुन्छ 1000 वाला परोस् यता गर्बो पर शिट जुनमा गर्दा सुमा चाहिँ एउटा सेतो हानेर गर्नु 3 2 1 go पुल गेम पनि सकियो पुल्स पनि आफै बनाउँदै खेल्दै फर्स्ट टाइम खेलेको इट वाज फन अब चाहिँ हामी उयो फोटो बनाउन जान्छ फोटो यताबाट आउनु पर्यो ए आइसक्यो के भयो हामी त त्यहाँ अटेको पनि थिएन ठिकै छ मेमोरिजलाई हुन्छ गेम खेलेर यता हामी यसो कफी ब्रेकको लागि आछौँ कफीमा we're having coffee it's the pretty color भन्छु
सपिङ हुँदैछ गाइजहरू भन्छु अलिक नभन्नु के युट्युबमा हाल्न भन्नै पर्यो नि के गर्नु यो राम्रो छैन गाइज यो मेरो लागि चाहिँ होइन ल बट इट्स सो प्रिटी के चुकुक्का देखेछ ल कोट पाएर मम्मी मख थ्याङ्क यू भन्नु नि त सान्नालाई फेरि वे रोगर जाउँ भयो ओ माई गड ल के हो र आफ्नो सामान आफै बोक्ने भयो भजिस गएको गाइज ल सपिङ पनि सकियो मम आर यु ह्याप्पी अझै कफी दिनमा 3 टाइम कफी खाएपछि के हुन्छ गाइज हालत त्यस्तै हो अँध्यारो भइसक्यो भने टु डार्क हियर दौडिनमा एक्सपर्ट बनाएको छु मैले यहाँ यो बस्न आएको भए नपाएको भए हामी धेरै बेर कुर्नु पर्थ्यो यता पेट फुट्ने गरी खाएँ होइन यति टन्न भयो चटक्स रे मैले चटकाजमा मत भइरहेछ मम्मीलाई नि मिठो लाग्यो होइन ल पान खाँदैछौँ गाइस ल ठुलो हो के टन्न खाइयो माई गड यति त खाइयो सान्ना तेरो मेरो क्यापेसिटीलाई चाहिँ मान्नै पर्छ इस खै मम कस्तो भयो त नि ओभरअल डे ल्याउनु ब्याग ल्याउनु यो बिरयानी समात्नु बरु भाइलाई पनि बिरयानी प्याक गरिदिएको छौँ ल बाई बिग क्रफ लाग्यो ल त्यहाँ पढ्नु है त ल ल ल औ हेर्नु पेन एन्ड ड्रिल पसिको हेर्नु है ल हेर्नु छिटो अनि बल्ल आउँछु त्यही त भन्ने भनेर नामै आउनु ओके ओ थ्रो दिस यही नर्मल हर्ट्स नर्मल हर्ट्स सुनै के भन्छ माउन्टेन इज लुकिङ प्रिटी ओ मम कता हो चिटिक्क परेर होइन कलर लुक्स प्रिटी खै बाबाको गाडी देखेर हिजो यस्तै हुन्थ्यो नि त हो न हामी कतै गयो बाबा यस्तै टक्क लिन आउनुहुन्थ्यो मणिग्राम चोकमा बाबा लिन आउनु भयो हाम्रो